धन्यवाद परमेश्वर पिताहरूलाई र परमेश्वर पिताको लागि सम्मान साथ दुई हात नारायण जोड्दै आज 11 बजेदेखि 3 साढे 3 बज्ला त्यति बेलासम्म कार्यक्रम सञ्चालन गरेर हाम्रो सत्यवचन परमेश्वरीय मार्गदर्शन सामाजिक संस्था जिल्ला शाखाको सचिव तेजबहादुर राणा सर ज्यू लगायत उहाँको सम्पूर्ण परिवारलाई पनि परमेश्वरको भरिपूर्ण आशीर्वाद र सम्मान साथ जोड्दै सत्यवचन परमेश्वरीय मार्गदर्शन सामाजिक संस्थाका केन्द्रीय संरक्षक हामी सबैको अगुवा आदरणीय सरजी श्री सिकिन सरजी राज्यकर्मी लगायत उहाँको सम्पूर्ण परिवारलाई परमेश्वरको भरिपूर्ण आशीर्वाद र सम्मान साथ जोड्दै सत्यवचन परमेश्वरीय मार्गदर्शन सामाजिक संस्थाको केन्द्रीय सहसचिव उषा श्रेष्ठ म्यामज्यू, सत्यवचन परमेश्वरीय मार्गदर्शन सामाजिक संस्थाको पुरुष उपसमितिको कोषाध्यक्ष प्रतापधिकारीज्यू र सिन्धुली जिल्ला शाखा र आज यस कार्यक्रमको सभापति हुनुहुन्छ सिन्धुली जिल्ला शाखाको अध्यक्ष श्री बहादुर जुङ्गिली सरज्यू लगायत जिल्ला कार्य समितिका सम्पूर्ण पदाधिकारीज्यूहरू र सर्लाही जिल्लाको जिल्ला अध्यक्ष तेजबहादुर सरज्यू, उपाध्यक्ष ज्ञानु कार्कीज्यू र सल्लाहकार एम खड्काज्यू र कोषाध्यक्ष जितबहादुर बमन सरज्यू लगायत सिन्धुली जिल्लामा परमेश्वरको काम गर्नुहुने सम्पूर्ण परमेश्वरको सन्तान मजदुरहरू र सिन्धुली जिल्ला कार्य समितिको सल्लाहकार दोहे सरज्यूहरूमा पनि परमेश्वरको भरिपूर्ण आशीर्वाद र सम्मान साथ जोड्न चाहन्छु। साथै आज त हामीले नयाँ अनुहार दुईजना म्यामज्यूहरूलाई पनि पाएका छौँ कि हाम्रो पाहुना आज सत्यवचन परमेश्वरीय मार्गदर्शन चिन्हलाई र के रहेछ त भनेर आउनुभएको छ। हाम्रो पाहुना 5 नम्बर वडाका वडाध्यक्ष म्याडमज्यू लगायत नेकाका कार्य समिति सदस्य दुवै म्यामज्यूहरूलाई पनि परमेश्वर पिताको भरिपूर्ण आशीर्वाद र सम्मान साथ जोडेर ताली र उहाँले पनि आजको जति पनि कार्यक्रममा आज जति पनि परमेश्वरको महिमाबारे सुनेर जानुभयो पक्का पनि परमेश्वरले उहाँहरूको मन पगालिसक्नु भएको छ जहाँसम्म लाग्छ। किनकि परमेश्वर अदृश्य हुनुहुन्छ जब देखिँदैन, तर हामी उहाँको कामद्वारा चिन्छौँ। तब कामद्वारा चिन्छौँ भनेपछि जब उहाँले मन बनाएर आउनुभयो भने उहाँहरूको मन पनि परमेश्वरले अवश्य पनि भरिपूर्ण बनाएर पठाइसक्नु भएको छ र सम्मान साथ उहाँलाई पनि सत्यवचन परमेश्वरीय मार्गदर्शन सामाजिक संस्था एउटा सामाजिक शिक्षा सङ्गठन भएको नाताले हामीले जो परमेश्वरको काम गर्ने मजदुरहरू हामी छौँ कि उहाँहरू हामी सबै के गर्नु पर्यो, परमेश्वरको काम त गर्छौँ तर अर्को अलावा हामी समाजमा पनि घोलमिल हुनेर काम गर्न जानुपर्ने हुन्छ। किनकि हामी नेपाल सरकारको नियमभित्र बसेर 2074 सालमा दर्ता गरियो सत्यवचन परमेश्वरीय मार्गदर्शन सामाजिक संस्था नेपाल अधिराज्यभरि नै हामी विधिगत रूपमा विधानभित्र रहेर हामी नेपालभरि नै काम गर्न पाउने अधिकार हामीलाई नेपाल सरकारले दिएको छ। त्यही भएर विधान प्रत्येक सदनमा एक ठाउँ विधान हुन आवश्यक छ। तपाईँले विधान अध्ययन गर्नु होला, किनकि यो सिन्धुली जिल्लामा त नयाँ दर्ता भएको हो। यहाँ चाहिँ अब सत्सङ्गमा चाहिँ अब कहिलेकाहीँ दोस्रो पक्षले काम राम्रो गर्दा गर्दै के हुन्छ हामी बाटो हिँड्दा कहिलेकाहीँ पिच बाटो छोडेर ग्राभल बाटो पनि हिँड्न परेको हुन्छ। त्यही भएर कहिलेकाहीँ काम गर्दा गर्दै कसैले केही अवरोध खडा गर्यो भने हामी चाहिँ के छ, विधान छ प्रमाण नेपाल सरकारले दिएको अनुमति दिएको विधान छ। त्यो विधान हेरेर विधान अध्ययन गरेर हामी सत्सङ्ग गर्न अगाडि बढ्नलाई तयार हुनुपर्छ। त्यही भएर प्रत्येक सत्सङ्गमा एकवटा विधान हुन आवश्यक छ, लिनु होला। र प्रताप सरले भन्नुभयो कि फेलोसिप जस्तो ठुल्ठुलो कार्यक्रम राख्नुभयो भने केन्द्रलाई बुझाउनु पर्ने जो रकम छ त्यो चाहिँ तपाईँहरूले यो जिल्लामा अब चाहिँ उहाँहरूले प्रशिक्षण कार्यक्रम 3 महिने प्रशिक्षण कार्यक्रम हाम्रो केन्द्रमा हुन्छ। त्यहाँ जाँदाखेरिमा तपाईँले चाहिँ वहाँ गएर सिक्नुहुन्छ जो कार्य समिति। त्यसपछि त्यही अनुसार तपाईँले प्रत्येक सत्सङ्गलाई फेलोसिप गर्दाखेरिमा त्यो कुराहरू चाहिँ बताउनु पर्ने हुन्छ।
र जिल्लालाई पनि के गर्नु पर्यो, जिल्लालाई पनि त्यो हाम्रो तोकेको रकम होइन त्यही विधेयकमा छ, तोकेको रकम केन्द्रले तोकेको रकम छ त्यो पनि बुझाउनु पर्ने हुन्छ। अनि प्रताप सरले भन्नुभयो कि यो जुन हाम्रो पोस्टर राखेर होइन नराखेर राखेर गऱ्यो भने त्यो नियमभित्र पर्यो, नराखेर पनि गर्न पाइयो। तर त्यो होइन, नराखेर गर्दाखेरि पत्र कहाँबाट आउँछ? जिल्लाले दिनु पर्यो, केन्द्रले दिनु पर्यो, अनुमति दिनु पर्यो। बिना अनुमति त नेपाल सरकारको जसरी हामी गलत नेपाल सरकारको अधीनमा बस्दैन गलत गर्छौँ भने हामीलाई सजाय हुन्छ, त्यस्तै हामी यदि बिना पत्र होइन लेटर बिना हामी काम गऱ्यो भने के हुन्छ, हामीलाई समात्छ होइन। त्यसैले हामीले काम गर्दा बिना पोस्टर त गर्नै सकिँदैन, कहिलेकाहीँ झुक्केर होला तर त्यसलाई मान्ने हुँदैन। त्यही भएर हामी के गर्नु पर्यो, यदि यो पोस्टर होइन यो पम्पलेट राखेर गर्दाखेरिमा शक्ति वचन परमेश्वरले मार्गदर्शन सामाजिक संस्था भनेर राखिसकेपछि के गर्नु पर्यो, त्यही अनुसार नियम नीतिमा बाँधिदिनु पर्यो। यो जिल्लाले भर्खर सिक्दैछ। अब हुन त यहाँ यो पहिलोचोटि हो, किनकि पहिलो पुरै परिचालनात्मक कार्यक्रम भन्नु हुँदाखेरिमा के भन्दा यो हामी कसै पनि चिन्जान छैन नि त होइन। कति ससन छ जिल्लामा, कति कहाँ चलिरहेको छ, कुन तरिकाले चलिरहेको छ होइन, को हुनुहुन्छ त्यो पनि थाहा छैन, मोटामोटी थाहा छ तर त्यति थाहा छैन। आज चाहिँ कस्तो हुन्छ, परिचालनात्मक कार्यक्रम भनेको सबै सत्सङ्ग जिल्लाभरिको सत्सङ्ग कोही पनि नछुटोस् भनेर यो जिल्लाले केन्द्रमा होइन सुझाव लिएर गरेको कार्यक्रम हो। त्यसरी कहिले पनि छुट्नु भएन। कुनै पनि 5 जना मात्रै बसेर चलाउने सत्सङ्ग किन नहोस् त्यो पनि छुट्नु भएन, केन्द्रले त्यो चाहन्छ। त्यही भएर तपाईँहरूले आज छुट्यो भने पनि फेरि कुनै छुटेको छ भने पछि फेरि यसलाई तपाईँले समायोजन गर्न सक्नुहुन्छ। त्यही भएर परमेश्वरको इच्छा अनुसार जब तपाईँहरू काम गर्दै चल्दै जानुहुन्छ भने परमेश्वरले तपाईँको काम गर्दै 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 आउनुभएको छ, छैन त? त्यही भएर हामी अब यो सामाजिक संस्था भएको नाताले हामी समाजसँग पनि घुलमिल हुन आवश्यक छ। त्यही भएर हामी कुनै जनप्रतिनिधि आउनुभयो भने होइन, कोही परमेश्वरलाई नचिनेर पनि उहाँहरू बुझ्न आउनुभयो भने, अथवा कुनै जनप्रतिनिधि होइन जनताले चुनेर ल्याएको वडाध्यक्ष, मेयर होइन सदस्य, वडा सदस्य, आमा समूह, टोल विस्तार समिति जो आउनुभयो भने नि हामीले उहाँहरूलाई के गर्नुपर्छ, सम्मान साथ बुझाउनु लाग्नुपर्छ। तर हामी बुझाउने हो, तर परमेश्वरले उहाँलाई हामीले भन्दा पनि बढी परमेश्वरले उहाँलाई सबै कुराहरू बुझाइसक्नु भएको हुन्छ। र जसले चिन्नु भएको छैन उहाँलाई पनि चिनाउने मौका परमेश्वरले उहाँलाई दिनुहुन्छ। त्यही भएर हामी सामाजिक संस्था भएको नाताले हामी समाजमा पनि त्यत्तिकै घुलमिल हुन आवश्यक छ कि छैन भन्नु त? छ कि छैन? हामी परमेश्वर काम गर्छौँ तर समाजको कोही व्यक्ति होइन के अरे जनप्रतिनिधि आउनुभयो भने हामी उहाँलाई छोड्न सक्छौँ त? सक्दैनौँ। किनभने हामी पहिला कस्तो थियौँ, खरे खोला जस्तो के होइन, पानी खरे खोला माथि आउँदा कस्तो हुन्छ, उर्लिएर आउँछ, त्यसले रुख पनि लान्छ, झार पनि लान्छ, ढुङ्गा मुढा जस्तो पनि लगेर त्यो समुद्रमा गइसकेपछि कस्तो हुन्छ, स्थिर हुन्छ, स्थिर हुन्छ। जब स्थिर हुन्छ भने त्यो स्थिर भनेको तपाईँ हामी मजदुर हो, बुझ्नु भएको छ? पहिला आउँदा त हामीलाई केही पनि थाहा थिएन, हामी परमेश्वर भनेको के हो भनेर बुझ्थ्यौँ, तर केही पनि नबुझ्दाखेरिमा अब हामी समुद्र भइसक्यो। समुद्र भनेको के हो तपाईँ हामी भनेपछि समुद्रले कहिले हल्ला गर्छ त? गर्छ त? भन्नुहोस् त, गर्छ त? कहिले पनि गर्दैन। भनेपछि नगर्ने भएपछि हामी के हो, मजदुर हो। त्यही भएर हामी के गर्छौँ, परमेश्वर काम मात्रै एकनासले गर्छौँ कि हामी नम्र भएर होइन झुकेर। जब परमेश्वर काम झुकेर गर्छौँ भने हामीलाई गर्ने काम पनि परमेश्वरले के हुन्छ, सदाबार दिइरहनु भएको हुन्छ, आशिष भरिपूर्ण दिनुहुन्छ के। जब भरिपूर्ण दिनुहुन्छ भने त्यो भरिपूर्ण आशिष हाम्रो जीवनमा उन्नति प्रगति लागिरहेको छ, छैन त? त्यही उन्नति प्रगति भएर तपाईँहरू लिडर हुनुभएको हो नि त, हो कि होइन? अब हाम्रो अगुवा सरजी परमेश्वरले हाम्रो अगुवा सरजी जब अगुवा सरजी असल हुनुहुन्छ भने तपाईँ हामी के छौँ, असल छौँ। अब तपाईँ हामी मजदुर असल छौँ भने तपाईँ हामीद्वारा चल्ने जन पनि के हुन्छ, असल हुन्छ, हुन्छ हुँदैन भन्नुहोस् त? त्यही भएर हामी बदमास भयो भने हामीभन्दा पछाडि आउने जन पनि के हुन्छ, बदमासै हुनसक्छ। त्यही भएर हामी कस्तो हुनु पऱ्यो, असल हुनु पऱ्यो र समाजमा पनि एउटा नमुना बन्नु पऱ्यो। जब नमुना बन्छौँ भने बल्ल के हुन्छ, हामी असल मजदुर खडा हुन्छौँ, असल मजदुर खडा हुन्छौँ होइन। पहिला के थियौँ, हामी बदमास थियौँ, खराब थियौँ, नियत राम्रो थिएन होइन, नेगेटिभ सोच थियो, जे कुरा गर्दा पनि आफ्नो मात्रै होस्, मलाई मात्रै होस् भन्ने चाहना थियो भने जब फालेर आउनु भइसक्यो त परमेश्वर तपाईँको आत्मामा रचिलो भिजाइसक्नु भएको छ, जलमल गरिसक्नु भएको छ। त जलमल गरिसकेपछि परमेश्वरको वचन त्यहाँ उम्रिएको हुन्छ। जब परमेश्वरको वचन उम्रियो भने के हुन्छ, त्यहाँ फल अवश्य लाग्छ, लाग्दैन त? हो, त्यही फल खान योग्य मजदुरहरू आज यहाँ परमेश्वरले तपाईँ हामीलाई चुनेर ल्याउनु भएको छ। भाग्यमानी पनि जसको उम्रेकै छैन, जसको मनबाट परमेश्वरको वचन उम्रेकै छैन, अनि उहाँहरू कहाँ आउनुहुन्छ त नि? जो उम्रेको छ उहाँहरू आउनुभयो, भाग्यमानी
जो आउनु भएन उहाँ पनि भाग्यमानी हो, तर उहाँहरू छुट्नु भयो। जो आउनुभयो उहाँहरू भाग्यमानी। त्यही भएर परमेश्वरले तपाईँ हामीलाई एकदम असल मजबुत रूपमा खडा गरिसकेपछि हामीले चलाउने सत्सङ्ग पनि तपाईँहरूले चलाउने सत्सङ्ग पनि एकदम असल हुनुभयो होइन। जब हामी बिउ सही रोप्छौँ भने होइन, नखुसीको बिउ रोप्छौँ भने त्यहाँबाट उब्जनी हुने बिरुवा कस्तो हुन्छ, सकुलो उम्रिन्छ। तर खोस्टेको बिरुवा, चोइटेको बिरुवा, टुक्रीको बिरुवा रोप्छौँ भने त्यसको आशावादी, फलको आशावादी हामी हुन सक्दैनौँ। त्यही भएर हामी भनेको सकुलो बिउ, सकुलो बिरुवा। जब बिरुवा रोपेपछि के हुन्छ, त्यहाँबाट 2-4 महिनापछि फल खान योग्य बिरुवा भइसकेको हुन्छ। भनेपछि हामी भनेको फल खान, जब परमेश्वरले दिएको फल खान, आशिष दिएको फल खान योग्य जब हामी छौँ भने हामी कस्तो हुन पर्यो, त्यस्तै सकुलो बिरुवा, सकुलो बीज के कुनै पनि खोस्टेको हुन पर्यो। जब खोस्टेपछि के हुन्छ, त्यसको उम्रिँदैन। त्यही भएर त्यो उम्रिसकेपछि त्यसको जरा पनि के हुन पर्यो, हाम्रो जरा होइन, त्यसको जरा पनि के हुनु पर्यो, चारैतिर फिटेको हुनु पर्यो। बुझ्नु भएको छ? चारैतिर फिटिसकेपछि जति जरा फिटिन्छ त्यति माथि त्यो बिरुवाको रुख पनि के हुन्छ, अघिँदै जान्छ होइन। माथि आकाश छुन अगाडि बढ्छ। भनेपछि त्यसलाई जब जरा फैलिँदै गएपछि जति माथि जतिसुकै अल्को भयो भने पनि कुनै पनि हावाहुरीले लडाउन सक्दैन। बुझ्नुभयो? अलिकति कुरा घुम्यो क्या है? बुझ्नु भएको छ? त्यसको मतलब तपाईँहरू मन खुल्ला छ भने, मनमा तपाईँको पाप, लोभ, लालच, ईर्ष्या सबै फालेर परमेश्वर राज्यमा आउनु भएको छ भने तपाईँलाई कसैले हल्लाउन सक्दैन। जसरी बिरुवाको जरा चारैतिर फिरिन्छ भने त्यो रुख, त्यो बिरुवा जतिसुकै माथि जाँदा पनि कुनै पनि हावाहुरीले हल्लाउन सक्दैन। त्यस्तै हामीलाई पनि मजबुत छौँ भने, मनको कालो मैलो फालेर परमेश्वर हुनुहुन्छ, मलाई परमेश्वर गर्नुहुन्छ भनेर निर्वस्त्र रूपले परमेश्वर राज्यमा आउनुहुन्छ भने तपाईँलाई कसैले पनि केही गर्नु सक्दैन। अब सही गन्तव्य जहाँ भने त्यहीँ पुग्न सक्नुहुन्छ। पहिला के गर्नु पऱ्यो त्यसको लागि? पहिला आफू सुध्रिन पऱ्यो। पहिला मबाट सुरु गर्नु पऱ्यो। मदेखि मेरो परिवार भयो, मेरो छोराछोरी भयो, बल्ल हामी भयो। बुझ्नु भएको छ? कुरा अलिक गहिरो कि है, तर बुझ्नुहुन्छ, किनकि मधुर हुनुहुन्छ होइन, मधुर हुन्छ नि त। त्यही भएर जब म थिएँ, मेरो परिवार भयो, मेरो बालबच्चा भयो, अनि के भयो, हामी भयौँ। तपाईँ पहिला एक्लै सत्सङ्ग आउनुभयो, कोही दुःख पाएर, कोही अरूले दिएको शिक्षाबाट, कोही चिन्ता टेन्सनले, कोही रोगले फलिएर आउनु भएपछि परमेश्वरले तपाईँलाई चुन्नुभयो। तपाईँ चुनेपछि एक्लै आउनुभएको। जब तपाईँलाई परमेश्वरले आशिष बचिन थाले पनि तपाईँ के गर्नुभयो, सत्सङ्ग खोल्नुभयो। अब 4 जना, 5 जना, 10 जना, 20 जना, 100 जना, 200 जना, 1000 जना खोल्दै जानुभएपछि तपाईँबाट हामी हुनुभयो, सत्सङ्ग भयो। अनि सत्सङ्ग भइसकेपछि हामी भयौँ। त्यही भएर सत्सङ्ग पनि, त्यही भएर त्यो राम्रो बिरुवाबाट उम्रेको सत्सङ्ग कस्तो हुन्छ, राम्रै हुन्छ, राम्रो हुन्छ नि त। त्यहाँबाट फल लाग्छ। फल भनेको आशिष हो। फल भनेको पैसाको फल होइन, कुनै फलको फल होइन। त्यो भनेको सबै कुरा परमेश्वरको आशिष हो। न त्यहाँ किरा लाग्छ, न धमिलो लाग्छ। फलमा उम्रियो, हुर्कियो, फल दियो, तर किरा लाग्यो भने के हुन्छ, खान योग्य हुँदैन। तर त्यस्तो किरा लाग्ने मजदुर तपाईँ हामीलाई परमेश्वरले बनाउनु भएको छैन। तपाईँ हामद्वारा मनले आँटेपछि, मुखले प्रकट गरेपछि परमेश्वरले वचन प्रकट गर्नुभएको छ। तपाईँको हातद्वारा सुनिदेखि परमेश्वरले काम गर्नुभएको छ, मुखले अङ्गीकार गरेदेखि परमेश्वरले काम गर्नुभएको छ। भने तपाईँमा किरा फटेर त्यहाँ किरा धमेर लागेको छ त होइन, लाग्दैन। भनेपछि तपाईँमा के छ, निडर छ, निडरको आत्मा। परमेश्वरले दिएको निडरको आत्मा तपाईँमा छ भने तपाईँहरू अब चाहिँ मलाई कमाइ गर्न पऱ्यो, मलाई यस्तो भयो भनेर तपाईँहरू कहिले पनि हिचकिचाउन आवश्यक छैन। तपाईँ पनि फेरि मभन्दा अझ अगाडि जान पऱ्यो, मलाई सन्चो भएन भनेर जानुहुन्छ भने तपाईँ पनि के हल्का किरा लागिसकेको छ, कमजोरी छ, त्यो कुन्दिने भएर त थाहा छैन। तपाईँ के हुनु पऱ्यो, पहिला आफू सुध्रिनु पऱ्यो। त्यो मजदुर हो, आफू सुध्रिनु पऱ्यो। अहिले पनि मैले खाऊँ, मैले लाऊँ, मैले गर्नुपर्छ र अहिले गर्नु हुँदैन भन्ने भावना तपाईँ छ भने त्यो अहिले छोडिदिनुहोस्, त्यागिदिनुहोस्। र आजको शिक्षामा आउँदा पनि तपाईँ यो 3 घन्टा 3.5 घन्टा समयमा तपाईँ घरको चिन्ता गर्नुहुन्छ, मेरो बाख्रा गरायो कि, मेरो भैँसी गरायो कि, मेरो बच्चा आउने बेला भयो भनेर तपाईँको मन उता दिनुहुन्छ। यो शरीर, यो सिङ्गो शरीरमा चाहिँ यहाँ राख्नुहुन्छ, त्यस्तो फाइदा पनि छैन। पढ्न जाँदाखेरि पछाडि बसेर सिमोटे के हुन्छ, त्यो
इक्जाममा फेल हुन्छ, सिमटेर पनि गफरेर बस्यो। त्यस्तै तपाईँ हामी पनि परमेश्वर राज्यमा आइसकेपछि परमेश्वरको वचन चाहे सानो बच्चा लियोस्, ठुलो मान्छे लियोस्, धनी लियोस्, गरिब लियोस्, परमेश्वरले कसैलाई पनि छुट्याउनु भएको छैन। सबैलाई समान हेर्नुभएको छ। किनभने चिनीको गुण के हो? के हो भन्नुहोस् त? खुर्सानीको गुण के हो? तपाईँ हामी मधुको गुण के हो त? हजुर तपाईँ हामी मधुको गुण के हो भन्नुहोस् त? सबैलाई समान देख्ने, सबैलाई समान देख्ने, कसैलाई पनि तलमाथि नलाने। पहिला गरिन्थ्यो, परमेश्वरलाई नचिन्दा त मै धनी हो, मैले खानुपर्छ, मैले रहनुपर्छ, यसो घर भयो यसले चोरी ल्यायो, तर मैले अब चोरी ल्याएको भयो नि मैले त कमाएर ल्याएको भन्ने भावना हामीमा थियो। अब तँ होइन, यसले घर बनायो, 5 घर बनायो, मैले पनि 5 घर परमेश्वरले मलाई दिइसक्नु भयो भन्नुहोस्, त्यो भावना राख्नुहोस्। यसको होस् भन्नुहोस्, तपाईँलाई जति बेला परमेश्वरले बनाइसक्नु भयो, अब मेरो लागि हेर्न परमेश्वरले नचिन्ने लागि पनि भइसक्यो भन्नुहोस्, चाहे त तपाईँको शत्रु नै किन नहोस्। अब तपाईँले प्रार्थना गरे कसको लागि? अरूको लागि। तपाईँको 5 वर्ष 10 वर्ष नबोलेको कुनै पल्लो घरको दिदी होस्, बहिनी होस्, आमा होस्, छ्यामा होस्, जोसुकै होस्, अब उहाँसँग गएर अहिले तुरुन्तै बोलिदिनुहोस्। हुन्छ नि, खुर्सानीको न्युमा, बाख्राको न्युमा, कुखुराको न्युमा, बच्चाको न्युमा, सागबारीको न्युमा, फोहोर पानी गएर होइन, धारा पानी गएर धारा गएपछि झडा गरेर हुन्छ 5 वर्ष बोल्दैन। 5 वर्ष मात्रै हो र? बाबा नबोले छोराछोरी बोल्दैन, छोराछोरी नबोले नाति नातिना पनि बोल्दैन। तपाईँ गएर बोलिदिनुहोस्, त्यसमा तपाईँको फाइदा छ। किनकि त्यो चाहिने भनेको पल्लो घर हो। परमेश्वर हुनुहुन्छ भनेर 3 तला माथि हामीले तपाईँ बाँच्न सक्नुहुन्छ? सम्भव छैन। तर 3 तला माथिबाट हामफाल्नलाई त परमेश्वरले हामफाल भन्नुभएको छैन नि त। मेरो छोराछोरीहरू कुन काम मैले गर्नुहुन्छ, कुन काम गर्नुहुन्न भनेर मैले तिमीलाई सिकाइसकेको छु भन्नुभएको छ। त्यही भएर यो मन, यो विचार, यो सोच परमेश्वरलाई दिन पर्यो। हामी दुःख दिन्छौँ, सुख लिन्छौँ। त्यही भएर त हामी सुध्रिएका छौँ। पहिला यो हेर्ने आँखा राम्रो पनि हेर्थ्यो, नराम्रो पनि हेर्थ्यो। यो मुखले राम्रो पनि बोल्थ्यो, नराम्रो बोल्थ्यो। अरूको लागि मात्रै हो र आफ्नै छोरालाई अलिकति रिस उठ्यो भने मरिजाओस् भन्ने। आफ्नै खुरालाई यो त होइन, घरभित्र फोहोर गऱ्यो भने कति भित्र आगोले त मरे नि हुन्थ्यो भन्ने त्यस्तो भावना थियो नि। भनेपछि हामीलाई परमेश्वरले दिएको वचन 2 धारे तरबार हो भने राम्रो पनि लाग्छ, नराम्रो लाग्छ भने दुईतिरै लाग्छ भने हामी नराम्रो बोल्नु भयो त। यो आँखाले राम्रो पनि हेर्छ, नराम्रो पनि हेर्छ, राम्रो भन्दा नराम्रो बढी हेर्छ, हो क्या भन्नु त? यो कानले राम्रो भन्दा बढी नराम्रो सुन्छ। कसैले नराम्रो कुरा लाग्यो भने त्यो 5वटा शब्द बोल्यो भने 10वटा 15 शब्द सुन्नलाई तयार हुन्छ यो कान। तर राम्रो कुरा गर्यो भने त टेर पुछ्न लागेर हिँड्नुहुन्छ। किनभने नराम्रो कुरामा दोस्रो पक्ष लागि परेको छ। राम्रो कुरामा परमेश्वर राज्य छ, तर राम्रो कुरामा हामी पछि लाग्दैनौँ। कतै गन्ध आयो भने गुलाबको फुलको गन्ध आउँदा र टोयलेटको गन्ध आउँदा हामी कति फरक छुट्याउँछौँ, थाहा छैन हजुर? त्यस्तै नराम्रो कुरालाई हामी के गर्थ्यौँ? कान थापी कुनै घरको भित्र होइन, काँडीहरू पुवा छ भने भित्र कुराकानी गरेको छ भने के भइरहेको छ भनेर कुराकानी गरेर कान थापी सुन्थ्यौँ। त्यस्तो दिन पनि थियो नि त। तर अर्काको कुरा काट्ने दिन छैन। पहिला थियो, एउटाले एउटा भनिदियो, एउटाले अर्को साथीलाई भन्यो, अर्कोले भन्यो, अर्कोलाई भन्यो, अनि त्यहाँ त के हो, गाउँै बनाइसक्यो कुराकानी। त्यस्तै दिन थियो। तर परमेश्वरले चुनेर तपाईँ हामीलाई शनिबारको दिन पनि, अरू दिन त हामी कामकाजमै तयार हुन्छौँ, शनिबारको दिन चाहिँ बच्चाहरूलाई खाना खुवाइसकेपछि घरको धन्दा ल्याएपछि अनि जेन्ट्सहरू चाहिँ भट्टी धाउने कि क्यारम खेल्ने कि तास खेल्ने कहाँ जाने कि अर्का होइन के गरेर जान्थ्यौँ। लेडिज के गर्थ्यो? त्यही पल्लो गएर कुरा काट्थ्यो। त्यो साइलीको, माइलीको, काकाको, काकीको, सासूको, बुहारीको कुरा काट्न तयार थियो। पहिलाको दिन थियो, अहिले भयो पहिलाको दिन। त्यो दिनलाई चट्टै छोडेर परमेश्वरले यो राज्यमा ल्याउनु भयो तपाईँ हामीलाई। भनेपछि यो राज्यमा ल्याएपछि हाम्रो त्यो कुरा हुन्छ त? अब हुँदैन। यहाँ चाहिँ के हुन्छ? परमेश्वरको काम मात्रै हुन्छ। परमेश्वरले उन्नति प्रगति गर्नुहुन्छ, परमेश्वरमाथि असल कुराहरू मात्रै हुन्छ। कति छोराहरू ट्यापे गजडिया होइन, मुन्द्रे बाबाआमालाई पाएसम्म पैसा लिने, नभए भने त्यही बाबाआमालाई पिट्छु भन्ने खाले दिनुहोस् भनेर कोसिने खाले छोराछोरी थियो। त्यसलाई पनि परमेश्वर राज्यमा आइसकेपछि यसो गर्न हुन्न है, परमेश्वरको भय के अरे डर भय छ है भनेर भन्दाखेरि उनीहरू सुध्रिएर जब आयो अनि उनीहरू पनि के भयो, युथ शिक्षा खाँदै आयो, हुँदै आयो, गर्दै आयो, अनि अरू पनि के भयो, परमेश्वर राज्यमा खडा भयो।
र त्यो उनीहरू कुलतबाट के अरे छुटेर अहिले परमेश्वर राज्यमा आउँदैन परमेश्वरले उन्नति प्रगति गर्दै 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 ल्याउनु भएको छ। कति श्रीमान श्रीमतीको झगडा हुन्थ्यो पैसाको न्युमा, एक गिलास दारूको न्युमा, चियाको न्युमा। हेर्नुहोस् त बिहान उठ्ने बित्तिकै के गडबड भयो भने त्यही चिया खाँदाखेरिमा चिनी बढी भयो भने श्रीमान श्रीमती झगडा पर्ने। त्यो श्रीमान श्रीमती झगडा पर्दाखेरिमा जति लम्बिँदै गयो त्यति हामीलाई गाह्रो थियो। फेरि थिएन भन्नु त, कहिले चिनी कम भयो, कहिले चिनी बढी भयो, कहिले चियापत्ती बढी भयो, कहिले दुध कम भयो, तरकारी पनि बढी भयो। यही कुरामा झगडा हुँदाखेरिमा श्रीमान श्रीमती के हुन्थ्यो, एकछिनलाई खडा टुट्नु पर्थ्यो, यो बोली म बोल्छु भन्थ्यो, अनि अगाडि श्रीमान नबोली, श्रीमती नबोली, श्रीमान अर्को नबोली खाना पकाएर आएको त्यही पनि खान्छ कि भनेर आठ त थियो नि त, माया त छ नि भित्र तर बाहिर के थियो, यो पहिला बोलोस्, यो पहिला बोलोस् गर्दा गर्दै त्यो खाना के हुन्थ्यो सेलाएर जान्थ्यो। अनि भोक लागेको श्रीमती त बरु बाहिर जान्थ्यो तर सर के गर्थ्यो कुनै भट्टीतिर चाउमिन खान जान्थ्यो। तर त्यही कसरी देखेपछि के हुन्थ्यो, यो भट्टीभित्र बसेर यसले दाल खान गयो रसी खान गयो भनेर श्रीमतीलाई कुरा लागिँदाखेरिमा के हुन्थ्यो, आज गयो भोलि गयो पछि गयो दोस्रो पछि चक्को अँगालो हालेर चाहिँ त्यो घरमा भाँड भैलो ल्याउँथ्यो। भाँड भैलो ल्याउँथ्यो नि त पहिला। अब यस्तो होइन, तपाईँ श्रीमान श्रीमती सर म्याडम झगडा गर्नु जाने 1 मिनट 2 मिनटभन्दा बढी नलानुहोस्, सरले भयो मलाई बोलिदिइहाल्नुहोस्, तर जति बोल्नलाई समय लम्किन्छ त्यति नै तपाईँ हामीलाई गाह्रो छ। पहिला श्रीमती बोल्छ भने श्रीमानको इच्छा हुन्छ, यो बोले म कहाँ बोल्छु भने श्रीमानले भन्छ, अनि हुँदाहुँदै खाना सेलाउने बच्चाहरू त्यत्तिकै टेन्सन, अनि श्रीमान कहिले आउला र कहिले आउला भने भोलि आउला भने त्यो त नबोली बोल्दैन। त्यस्तो केही लम्बिँदै गएपछि के हुन्थ्यो, घरमा पल्ला हुन्थ्यो, दोस्रो दिन पछिले हातले लिँदै के हुन्थ्यो, घर भाँड भैलो हुन्थ्यो। त्यस्तो दिन थियो। अब हामी के गर्नुपर्छ, श्रीमानले नबोले पनि श्रीमतीले बोल्न पर्यो, श्रीमतीले नबोले श्रीमानले बोलाउनु के भन्दैन, आफ्नै त बाहिर होइन क्या। त्यही भएर हामी के गर्नु, मेलमिलापमा घरको मेलमिलाप गरेपछि पहिला आफू बनेपछि आफ्नो घर बनाउने हो। आफू बनेपछि श्रीमान भयो श्रीमानलाई बनाउनुहोस्, म्याडम आउनु भयो सरलाई बनाउनुहोस्, सर आउनु भयो म्याडमलाई पनि बनाउनुहोस्, परमेश्वर राज्य एकले अर्कोलाई बनाउनुहोस्। अनि त्यो श्रीमान श्रीमती सर म्याडम परमेश्वर राज्य खडा भइसकेपछि घरमा छोराछोरीलाई पनि परमेश्वरको शिक्षा दिनुहोस्। अनि त्यो घर नै परमेश्वर राज्य भयो भने के हुन्छ, त्यहाँ के हुन्छ, परमेश्वर राज्य खडा भएपछि त्यो घर स्वर्ग हुन्छ। हेर्नु त चुनावको बेला यहाँबाट बोल्नु हुन्छ, अनि त नजाओस् नेगेटिभ बोल्नु खोजेको होइन कि चुनावको बेलामा त्यही घरमा काङ्ग्रेस, त्यही घरमा एमाले, त्यही घरमा माओवादी, त्यही घरमा राष्ट्रिय होइन सबै 10 पार्टी 5 पार्टी भयो भने अरू बेला मेलमिलाप साह्रै हुन्छ। तर त्यही बेलामा खराब हुन्छ जुन बेलामा चुनाव आएको, एउटा झोला बग्छ, एउटा झोला बग्छ। अनि कुन दिन भन्दा चुनाव आउनुभन्दा 2-4 दिन अगाडि विवाद हुन्छ नि त, हो त्यस्तो। त्यही भएर एउटा घरमा श्रीमान अथवा श्रीमती म्याडम सर जो पनि परमेश्वर राज्यमा आइसकेपछि आफ्नो परिवार छोरा बुहारी नाति नाति सबैलाई परमेश्वर राज्यमा खडा गर्नुहोस्, परिचय शिक्षा दिनुहोस्। तपाईँहरू जानुहुन्छ म्याडम आउनुभयो अथवा सर आउनुभयो भने शिक्षा गइसकेपछि आज त यसरी शिक्षा खाएर आएँ मैले, कति बेला सुनाउनुहोस्, खुसी भएको बेला सुनाउनुहोस्, फेरि विशेष परेको र नबोलेको सुनायो हुन्छ तैँ खा तैँ जा भनेर होइन ढालेर जब मेलमिलापको बेला हुन्छ नि खुसी भएको बेला त्यो बेला सुनाइदिनु भयो भने त्यो नेगेटिभ कुराले सोच्नु हुन्छ। अनि भइसकेपछि साँच्चै हो र भन्नुहुन्छ, म्याडमले सुनाउनु भयो, सपोज मानौँ म्याडम सुनाउनु भयो, म्याडम शिक्षामा गएर आउनुभयो, आज यस्तो भयो यस्तो बसेर आउनुभयो, सर यस्तो गर्नु उहाँले सर यस्तो गर्नु उहाँले सर यस्तो गर्नु भनेपछि के हुन्छ भने हो र भन्नुहुन्छ, म्याडमले सुनाएपछि सरले साँच्चै हो र सबै कुरा बुझ्दै नबुझाइ हिँड्नुहोस् त अर्को शनिबार तपाईँले म लिएर जान्छु, पैसा पर्दैन केही पर्दैन, मलाई म्याडमले ल्याएको थियो, मलाई म्याडम ल्याउनु भयो है 70 सालतिर। अनि त्यहाँबाट त्यस्तो हुन्छ। त्यो भएपछि साँच्चै हो र भनेपछि हो नि तपाईँ त हिँड्नुहोस् त भनेर ल्याइसकेपछि जब ल्याउनु हुन्छ नि एक दिन परमेश्वर राज्यमा तपाईँ खडा भइसकेपछि उहाँलाई परमेश्वरले सबै मन खुल्ला गरी परिवर्तन गरिदिनुहुन्छ। तपाईँको मन जब परिवर्तन गरेपछि यहाँ के हुन्छ, यहाँ नेगेटिभ कुरा होइन, ग्रिन कुरा होइन, भलिड कुरा होइन, यहाँ त सप्रिङ कुरा मात्रै हुन्छ, परमेश्वर काम राज्य मात्रै हुन्छ। जब पोजिटिभ काम यहाँ हुन्छ भने यहाँ के छ, तुरुन्तै परमेश्वरको बिज बिरुवा उम्रिन्छ, उहाँको मनमा के हुन्छ पोजिटिभ थिङ जान्छ। साँच्चै जति त मेरो परिवार त यहाँ उम्रिँदै त जहाँ रोजी खाने श्रीमानलाई पनि यहाँ ल्याउनुहोस्, उहाँलाई पनि बिस्तारै बिस्तारै खाना हुन्न भन्ने भावना जान्छ, खाना हुन रहेछ नि त, शरीरमा घाटा रहेछ नि त, पैसा नाश रहेछ नि त भन्ने हुन्छ। भएपछि साँच्चै हो रहेछ, ल आज गयो भोलि गयो पछि गयो मलाई परमेश्वरले सुनेर खडा गर्नुहुन्छ। जब असल मजदुर खडा गरेपछि उहाँले फेरि के गर्छ, अन्त फेरि बीज रोप्छ। आजको बीज 200 जनामा रोप्यो, यो बीज रोपियो
अब यो बीज कहाँ गएर फल्नुहुन्छ भन्दा तपाईँले आफ्नो सत्सङ्गमा यो शिक्षा दान हुन्छ नि पक्का नि जान्छ नि त। आज यसरी लेट मिटिङ भएको थियो, पञ्चायतको कार्यक्रम भएको थियो, सरले यसरी बोल्नुभयो केन्द्रमा, यसरी जिल्लामा यसरी बोलियो, यस्तो भयो भनेर भनेपछि त्यो सत्सङ्गमा नआउने जुन जनहरू हुन्छ उहाँले पनि के हुन्छ त्यो शिक्षा खानुहुन्छ भनेपछि एउटाले त्यो 50 जना खुवाउनु भयो भने 50वटा पिउ। जसरी एउटा दाना मकै रोप्दाखेरिमा त्यहाँ 2-3 घोगा उम्रिन्छ समय अनुसार, 2 महिना 3 महिना लागेर उम्रिन्छ नि त। उम्रिसकेपछि जब एउटा दाना मकैले 2-3टा 2टा घोगा त आउँछ, 2टा घोगा आइसकेपछि एउटा घोगामा 200 दाना भयो भने 2टा घोगामा कति दाना भयो? 400 भयो नि त। भनेपछि एउटा बीज रोप्दा 400वटा दाना उत्पादन हुन्छ भने हामीले बोलेको जुन परमेश्वरको वचन बोल्दा पनि तपाईँले जब सत्सङ्ग बोल्नुहुन्छ त्यही एउटा बिउ रोप्दाखेरिमा जतिजना सत्सङ्गमा आउनुहुन्छ उहाँले पनि ट्याक्क टिप्नुहुन्छ। टिप्नेले मात्रै फेरि नटिप्ने पनि बोलेर सबै टिप्दैन, कतिले त त्यही हो यहाँ शरीर यहाँ दिमागले घरमा आउँछ, त्यो त टिप्न सक्दैन। त्यो भनेको उर्वर भूमिमा रोपेको बिरुवा र बालुवामा ढुङ्गामा रोपेको बिरुवा। बालुवामा रोप्दाखेरि उम्रिन्छ त, बालुवामा पानी हाल्नुहोस् जति हाले पनि कहिले पनि त्यसको उर्वर हुन सक्दैन। तर मलिलो माटोमा उमार्नुहोस् तुरुन्त भयो। त्यही भएर तपाईँ कहाँ उमार्न पऱ्यो बिरुवा भन्दा मलिलो माटो खोज्न पऱ्यो। जब मलिलो माटोमा ध्यान दिएर तपाईँले त्यसो गर्नुहुन्छ भने त्यहाँ उम्रिँदै जान्छ उम्रिँदै गएपछि के हुन्छ त्यो बिरुवा 2 ले 4, 4 ले 8, 8 ले 10 त्यो घोगा हामीले के एउटा मकैको दाना मात्र रुपियाँ हुन्छ त। 100 दाना रोप्यो भनेको कति भयो त? 114 गर्नु सक्छ। 100 × 400 गर्नु कति हुन्छ? 40,000 हुन्छ कि है? 4,000 भन्दा बढी 40,000 हुन्छ। त्यत्रो अब 100वटा दानाले 400वटा दाना उत्पादन गऱ्यो भनेपछि अनि हामी यहाँ 200 जना छौँ भने 200 जना लिडर छौँ भने हामी लिडरले त प्रत्येकले सत्सङ्गमा गएर भन्दा कति भयो त? कति अनगिन अनि उसले पनि अन्त फेरि छर्दै परमेश्वर काम गर्दै गएपछि परमेश्वर राज्य बन्यो भन्छ। तपाईँ सत्सङ्ग आउनु त सत्सङ्ग आएर मात्रै परमेश्वर काम हुँदैन। सत्सङ्गमा अब पहिला सुध्रिन पऱ्यो, बिरुवा छर्न पऱ्यो, उम्रिन पऱ्यो, फल दिने मात्रै हुनु पऱ्यो क्या। तर तपाईँहरूको लिडर भन्नुहुन्छ अहिले पनि तपाईँहरूको काम भएन भने अथवा तपाईँले कहिलेको सत्सङ्गमा जनहरू सधैँ आउनुहुन्छ तर सधैँ अयार आफू भनेर आउनुहुन्छ भने उहाँ बेकार आएर के काम हुन्छ नै। हामी स्कुल पढ्न जान्छौँ सधैँ फेरि भयो त्यो किन स्कुल जानु पऱ्यो? बाबामा पैसा मात्रै खर्छ, बरु बाबामा सघाइदिएको कमसेकम त्यो काम चाहिँ अलिकति हल्का हुन्छ बाबामालाई। त्यही सत्सङ्ग आइसकेपछि तपाईँले भन्नुहोस् आफ्नो सत्सङ्गमा गएर सत्सङ्ग आइसकेपछि सबैलाई परमेश्वर राज्य त्यहाँ आशिष मिलेको हुनुपर्छ। हाम्रो ध्यान दिएर सुन्छन्, तब ध्यान दिएर सुन्छन् भने उनीहरूको जीवन काम हुन्छ। तर परमेश्वर राज्यमा आइसकेपछि कसैको पनि जीवनमा मेरो अलि टाउ दिएको पेट दिएको खुट्टा दिएको मात्रै होइन, यति मात्रै परमेश्वर काम होइन। परमेश्वर काम त यति छ ल। यति भनेको कति हो त? कति रहेछ भन्नुहोस् त? यति भनेको कति हो त? यो अँगालोहरू जति पनि हुनसक्छ नि, यति छ न। हाम्रो छोराछोरीहरूले के भन्छ भने एसएलसी दिएपछि मलाई शून्य सिक्री चाहियो, मोटरसाइकल चाहियो, नानीहरू भयो भने मलाई स्कुटी चाहियो, ब्रासलेट चाहियो, के माग्नुहुन्छ नि। तर बाबुआमाको मन त ब्रासलेट सिक्री त हुन्छ, स्कुटी पनि हुन्छ, तर त्योभन्दा पनि बढी अझ उच्च शिक्षाको लागि कहाँ पढाउने के गर्ने भन्ने धेरै कुराहरू बाबुआमाले सञ्चित गरेको हुन्छ। त्यस्तै तपाईँ हामीलाई पनि परमेश्वरले त्यसरी नै राख्नुभएको छ। हामी भन्छौँ मेरो छोरा विदेश गइदियो, त्यो पिता धन्यवाद गइसक्यो, अङ्गीकार गर्छौँ। तर परमेश्वरले त्यो विदेश जाने मात्रै हो, विदेश गएर राम्रो काम गरेर अझ उन्नति प्रगति घरमा कति परमेश्वरले सोच्नु भएको छ। त्यसको लागि के गर्नु पऱ्यो? जसरी मेरो छोरा असल छ भने म छोरालाई जति पनि दिन तयार हुन्छु, जे गर्न पनि तयार हुन्छु। तर मेरो छोरा बदमास छ भने कतै शैक्षिक पढाउनु जानु पऱ्यो भने 5,000 मागेको छ भने त्यो 5,000 किन चाहियो? सरलाई सोध्ने हो कि उसको साथीले सोध्ने हो कि फोन गरेर सोध्ने हो कि आफै गरेर सोध्ने हो कि अनेक सङ्ख्या उत्पादन हुन्छ। तर मेरो छोरो सफा छ भने 5,000 माग्यो भने बाबु तिमीलाई 5,000 पुग्छ र 2,000 तपाईँ बढी भएर ल्याइहाल्छौ। दिदीको छोराले ल्याउँछ भने अझ बजाएर ल्याउँछ। त्यो माया परमेश्वरले तपाईँ हामीलाई दिनुभएको छ। त्यो माया परमेश्वरले तपाईँ हामीलाई दिनुभएको छ। हो त्यस्तै छोराछोरी हामी असल छोराछोरी बन्न सक्यो भने जसरी बुवा आमाले छोराछोरीलाई थपेर दिनुहुन्छ भने तपाईँ हामी मजदुरलाई पनि परमेश्वरले अझ धेरै आशिष थपेर दिइसक्नुभएको छ। त्यस्तो असल मजदुर परमेश्वरले तपाईँ हामीलाई चुन्नुभएको छ। त्यस्तो असल मजदुर चुनिसकेपछि तपाईँ हामीबाट हुने कामहरू पनि त्यस्तै हुनु पर्यो। ब्रान्डेड हेर्नुहोस् है, तपाईँ हामीलाई परमेश्वरले ब्रान्डेड खडा गर्नुभएको छ।
मैले यो जुत्ता लगाएँ पुमा ब्रान्डेडको, मैले घडी लगाएँ ब्रान्डेड, मैले सर्ट लगाएँ ब्रान्डेड होइन, मैले पेट मारेँ ब्रान्डेड, म कति आनन्द, म कति खुसी हुन्छु नि त। वाउ, म त क्या ब्रान्डेड लुगा लगाएर हिँडेँ, क्या अब हेर्छौँ होइन, त्यो त सोच्छु नि। त्यसले तपाईँहरूले पनि परमेश्वरले ब्रान्डेडको रूपमा चुनिसकेपछि, चुन्नुभएको छ, चुनिसकेपछि तपाईँबाट आउने वचन पनि कस्तो हुनु पऱ्यो, ब्रान्डेड। तपाईँबाट आउने व्यवहार पनि कस्तो हुनु पऱ्यो, ब्रान्डेड। तपाईँबाट अंगीकार गर्ने शब्द पनि ब्रान्डेड हुनु पऱ्यो, तपाईँको हात पनि ब्रान्डेड हुनु पऱ्यो। यो हातले चोरी पनि यही हातले गर्छ, नमस्कार गरेर गर्ने काम पनि, सम्मान गर्ने काम पनि यही हातले गर्छ। यो खुट्टाले गलत ठाउँमा नि एक खुट्टा लान्छ, सही ठाउँमा नि एक खुट्टा लान्छ भनेपछि परमेश्वरले तपाईँ हामीलाई ब्रान्डेडमा खडा गर्नुभएको छ भने तपाईँबाट आउने गन्धधरी ब्रान्डेड हुनु पऱ्यो, दिमाग पनि ब्रान्डेड हुनु, बोली पनि ब्रान्डेड हुनु पऱ्यो, व्यवहार पनि ब्रान्डेड हुनु पऱ्यो। अब पनि त्यसले पहिला हातले गरेको त तपाईँ कहाँ ब्रान्डेड बन्नुभयो त नि हो। ब्रान्डेड हुन लागि तपाईँ पुरै अटोमेटिकली चेन्ज हुनु पऱ्यो। परमेश्वरले हामीलाई धर्मको नाम आएन, हामीलाई त धर्म, जनजाति, वेशभूषा, रीतिरिवाज, संस्कृति जगेरा संरक्षण गर्दै मानवहरूलाई आवश्यक प्रवचनद्वारा आत्मिक वृद्धि गराइनेछ। यसको अर्थ बुझ्नुभएको छ के बुझ्नुभएको छैन? बोल्नु न, किन नबोल्नु भएको? भुलाएर कि बुझ्नुभएको छ नि त होइन? त्यही भएर हामीलाई कुनै पनि धर्म चेन्ज होइन, हाम्रो मन परिवर्तन गर्न परमेश्वरले तपाईँ हामीलाई जुटाउनु। जब मन परिवर्तन गर्न जुटाउनु भएको छ नि, खराब मन उनलाई पोजिटिभ मनको लागि, तर पोजिटिभ मनको लागि हुनेवाला खराब मन होइन, नराम्रोलाई राम्रो बनाउनुको लागि परमेश्वरले तपाईँ हामीलाई सिकाउँदै आउनुभएको छ। जोद्वारा बोलेको वचन प्रकट भए पनि यो वचन परमेश्वरको वचन हो भनेर तपाईँ लिनुहुन्छ भने त्यो वचनद्वारा तपाईँ हामीलाई उन्नति प्रगति हुन्छ। तर सानो बच्चाले बोल्दा, रोगी मानिस, गरिब मानिसले बोल्दा यस्तोले बोले पनि कहाँ हुन्छ? यहाँ बोल्न त ठुलै मान्छे आउनुपर्छ, अलिक स्ट्यान्डर्ड मान्छे आउनुपर्छ, केन्द्रकै मान्छे आउनुपर्छ भनेर सोच्नुभयो भने त्यहाँ पक्षपात भयो। परमेश्वरले कहिले पनि केमा पनि छुट्याउनु भएको छैन। चाहे जहाँको होस्, केन्द्रको होस्, तपाईँ लिडर होस्, जन होस्, सबैलाई परमेश्वरले बराबरी हेर्नु। हाम्रो 5 जना छोराछोरीलाई एउटा 2 वर्षको छ, एउटा 10 वर्षको छ, एउटा 20 वर्षको छ, एउटा 8 वर्षको छ भने त्यो होइन, एउटा 7 वर्ष छ भने त्यो 20 वर्ष मैले धेरै के सोच्छु, मैले एउटा दुःख गरेर यसलाई मैले पालन पोषण गरेर पढाएको भनेर त्यसलाई बढी माया अनि 2 वर्षको कम हुन्छ त? हुँदैन। जसरी बराबरी हुन्छ त्यस्तै तपाईँ हामीलाई पनि परमेश्वरले बराबरी माया गरेर आशिष दिएर अगाडि बढाउनुहुन्छ। यदि तलमाथि गर्नुहुन्छ भने जसले गर्नुहुन्छ उहाँमा कमजोरी छ, सुधार्नुहोस्। सबैलाई बराबरी हेरे नजर, जसरी खुर्सानी जस्तो सुके होस्, त्यो पिरो कम पिरो होला, बढी पिरो होला आफ्नामा छ, कोही मोटो होला, कोही पातल होला, आफ्नामा छ। व्यक्ति पनि खुर्सानी पनि ठुलो होला, सानो होला, जिरे होला, के होला, तर त्यसको गुण के हो? चिनीको गुण के हो? गुलियो। नुनको गुण नुनिलो। अनि तपाईँ हामी असल परमेश्वरको मजदुर भएपछि तपाईँ हाम्रो गुण के हुनु पऱ्यो? सबैलाई समान देख्ने, एउटै नजरले। यो त मसँग बोल्दैन, यो त मेरो शत्रु हो, यो त यसको जन, यो यसको जन, कसै पनि जन होइन, यो सबै शासनको हो, तेरो र मेरो होइन, परमेश्वर। जसले जहाँ गरे पनि तपाईँ हामी के हो? मजदुर भने के हो? जस्तै कुनै खेतमा काम गर्न गयो भने त्यो खेतमा त्यो एकजनाले ठुलो खेत चलाउने, एकजनाले भ्याउँदैन, त्यहाँ 10,000 मान्छे राखेको छ, 8 जना 20 जना मान्छे राख्छ भनेपछि त्यो काम गर्ने त्यहाँ के हो? मजदुरले जब त्यहाँ के पाउँछ? काम गरिसकेपछि ज्याला पाउनु सबबाट जग्गाबाट मजदुरले ज्याला पाउँछ। त्यस्तै हामी परमेश्वर काम गर्दा परमेश्वरले तपाईँ हामीलाई आशिष दिनुहुन्छ। पैसा त हातको मैला हो, पहिला पैसाको पछि दौड्यौँ, अब पैसा हाम्रो पछि आउँदैछ, तपाईँ हाम्रो पछि आउँदैछ। पैसा त छेडी आनन्द लाग्यो, फेरि पैसा चाहिँदैन पनि नभन्नु होला, किनकि परमेश्वरको वचन नेगेटिभ पोजिटिभतिर गएको हुन्छ। कसैले के हुन्छ भने ओहो सुभाषले वचन त बोल्नुभयो, कहाँ पैसै चाहिँदैन भनेर जानुभयो भन्नु होला। किनकि परमेश्वरले जिन्दगीमा खुसी ल्याउनु चाहनुहुन्छ भने परमेश्वरको जे कुरा पनि हामी सोच्छौँ भने, मलाई गाली गर्यो भने पनि मेरो लागि गाली गरेर सोच्नुहोस्। तपाईँले मलाई गाली गर्नु सुभाष सर यस्तो भनेर गाली गर्नुभयो भने मैले के गल्ती गर्नु भनेर मलाई गाली गर्नु भने मैले सोच्नु पऱ्यो नि त, तैँले मलाई गाली गरे त म भन्नु, म त केन्द्रको वरिष्ठ उपाध्यक्ष अर्पण अध्यक्ष पालन भनेर त्यसलाई त्यो समाधान गयो भने के हुन्छ? म घमण्डी हुन्छ। त्यही भएर मैले केही गल्ती गरेँ भनेर मलाई केही भन्यो, त्यही भएर यो गालामा हान्यो भने यो गाला चाहिँ थाप्नुपर्छ। अब थाप्नु तयार कि नतयार? तयार। तर हामी गल्ती गर्दैन कि थाप्नु?
अनि यो गालामा हालिसकेपछि यो गाला सुनिन्छ, अब चाहिँ मजाले हाली सुनिन्छ नि। अनि यो गाला सुन्यो भने यो गाला चाहिँ सुकेर गयो भने के हुन्छ, यसले पिठा खाएर आएको भन्छ। त्यहाँदेखि यो गाला नै हाल्यो भने पक्क दुईवटा गाला भएपछि वाउ मजा आएको हो क्या भन्नु त हो। त्यही भएर तर गाली त्यो भिगाउनेवाला छैन, यो उदाहरण मात्रै हो, एराउन्डेर नआइनला हो। त्यस्तोवाला सन्तान तपाईँ हामी हो भने तपाईँ हामी सबै कुरामा चाहिँ के हुन पर्यो भन्दा सहन सक्ने शक्ति हो। हामी परमेश्वर राज्य खडा गरेर जान्छौँ, कहीँ विरोध आउँछ भने पनि पिता धन्यवाद, विरोध होइन, हजुरलाई छुट्टी दिने पिता धन्यवाद। त्यस्तोवाला कसैले गाली गर्न सक्छ, कसैले केही गर्न सक्छ। हामीले मात्रै मन परिवर्तन गरेको धर्म परिवर्तन गरेको होइन। त्यही भएर तपाईँहरू सकारात्मक बाटोमा हिँड्नुहुन्छ भने परमेश्वर तपाईँलाई त्यही बाटोमा हिँड्न चाहनुहुन्छ। अब मेरो मन पिच बाटो हुँदा हुँदै अब सिन्धुली बजार जान बसबाट जाँदा यहाँ पिच बाटो छ, म कच्ची बाटो खोलेर नाला तरेर जानु खोज्छु, त मेरो कुरो हो नि त। तर त्यो बाटो जाँदा दुःख कसले पाउनु, तपाईँले पाउनु मैले पाउनु, भन्नु न मैले पाउँछु हो। त्यही भएर तपाईँहरूले पनि परमेश्वर राज्यमा सही तरिकाले जाने कि गलत ठाउँमा जाने तपाईँहरूकै मनमा छ। तर गलत ठाउँमा जाने त पहिला दिन थियो, अब छैन छैन, अब त मनै जाँदैन, त्यो हुँदै हुँदैन। नेगेटिभ मन यो दिमाग जाँदैन। उहाँलाई पनि राम्रो कुरा राख्यो भने कहिले पनि यहाँ हुँदैन, तर राम्रो कुरा राख्नु नराम्रो कुरा राख्नु, कसैले मागे भन्नु दिने हिर्साउनुहुन्छ, त्यसै दिम्किना गर्नुहुन्छ। त्यही भएर सबै कुरा राम्रो राख्नुहोस्, दिमागमा राम्रो राख्नुहोस्, तपाईँको जीवन परमेश्वरले भरिपूर्ण गरिसक्नुहुन्छ। जसै किन सजिलो गर्नुभयो त्यस्तै तपाईँ हाम्रो गर्नुभयो। अब तपाईँ हाम्रो पोजिटिभ दिमाग छ भने तपाईँ हामीले दिएको शिक्षा अब जसले पनि पोजिटिभ गरी हामीले दिइसकेको छ। त्यही भएर बिज राम्रो उम्रियो भने त्यसको फल खोजी 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 तपाईँले रोप्नुपर्छ। तर किरा लागेको बिज फेरि उम्रेपछि होइन फल फेरि त्यस्तो किरा लागेको बिजको फल खोज्छ त खोज्दैन। तपाईँ हामी किरा लागेको होइन, सत्य बिज फल परमेश्वरले तपाईँ हामीलाई फलाउनु भएको छ। जसले फल खायो उसलाई थाहा हुन्छ। भनेपछि तपाईँ फल तपाईँ हामीले फल खाइसक्यो हो नि त, मिठो छ नि त। भनेपछि हामी खोजी खोजी खान्छौँ। अब सशक्त तेरो मेरो होइन, सबै जहाँ गए पनि एउटै हो। त्यही भएर परमेश्वरको राज्यमा तपाईँ हामी यो मन खुला गरेर आउनुहोस्। परमेश्वरले तपाईँहरूलाई भरिपूर्ण दिइसक्नु भएको छ। अब हामीलाई तपाईँ हामीलाई दिइसकेपछि अब आउने जसलाई पनि परमेश्वरले दिइसक्नु भएको छ। बुझ्नुभयो? त्यही भएर अब सिन्धुली जिल्ला पनि दर्ता भएको छ होइन, केन्द्रबाटै दर्ता भएको छ। अब तपाईँहरू यो जिल्लाले केही होइन केही कुरा जानेन भने केन्द्रमा सम्पर्क राख्नु होला। अनि तपाईँहरू होइन लिडरले पनि केन्द्रमा के अरे जिल्लामा के कसो भइरहेको छ त्यो पनि बुझ्नु होला। अब यो सिन्धुली जिल्लाभित्र होइन कतिपय जति पनि सत्सङ्ग छ, प्रायः 5 जनाको मात्रै किन नहोस्, त्यो सत्सङ्ग पनि तपाईँले केवल टिपाउनु पर्ने आवश्यक हुन्छ जिल्ला कार्य समितिले। अब अहिले फेलोसिप गर्दा होइन कार्यक्रम गर्दा त हाम्रो प्रताप सरले भनिसक्नु भयो होइन, त्यहाँ रकम जम्मा गर्न पर्ने, केन्द्रलाई दिनुपर्ने। अनि तपाईँहरूले हेर्नुहोस् एउटा कुरो, तपाईँहरूले राम्रो काम यो सिन्धुली जिल्लाले राम्रो काम गर्यो भने तपाईँहरूलाई केन्द्रबाट पनि वर्षको 10,000 रुपियाँ तपाईँलाई कापी कलम किताब यो स्टेसनरी किन्ने भनेर सहयोग स्वरूपमा आउँछ। यो चाहिँ 15 जना कार्य समितिलाई मात्रै हो, त्यही पनि तपाईँहरूलाई पनि सुनाएर आयो, किनकि खाता खोल्नुपर्छ। मैले खाता खोल्नु भयो भने दर्ता भइसकेको छ, खाता खोल्नु भयो भने त्यहाँ जम्मा हुन्छ। त्यो चाहिँ के को लागि भन्दा केन्द्रमा होइन काम चलाउनको लागि। जस्तै अहिले करगरीमा हाम्रो केन्द्र जिल्लाको अफिस छ, तपाईँलाई सम्पर्क कार्यालय बजारमा राख्नु पऱ्यो, त्यहाँको भाडा तिर्नु पऱ्यो होइन, त्यहाँ कापी कलम किन्नु पऱ्यो, फाइल किन्नु पऱ्यो, रजिस्टर किन्नु पऱ्यो। त्यसको लागि यहीँबाट हुन्छ, परमेश्वरले दिनुहुन्छ। तैपनि केन्द्रले पनि तपाईँलाई 10,000 रुपियाँ प्रत्येक वर्ष दिएको हुन्छ। तर केन्द्रको नियम मुताबिक चल्नु पऱ्यो है। त्यही भएर तपाईँले जसरी चल्नुहुन्छ त्यसरी परमेश्वरले चलाउन चाहनुहुन्छ। म नाड जानु पऱ्यो भने, म काठमाडौँ जानु पऱ्यो भने जानको लागि मैले मन बनाउनु पऱ्यो। म जान्छु भनेर घरमा सुतेर काठमाडौँ पुग्छु त म सम्भव छैन नि। त्यही भएर तपाईँले पनि परमेश्वरको अझ अगाडि होइन महिमा बढाउन अगाडि होइन सत्सङ्ग अझ बढाउनलाई जरा फैलाउनलाई परमेश्वरले दिइसक्नु भयो। आज समय नमस्कार, पिता परमेश्वरलाई फेरि पनि जोरदार ताली। मेरो इच्छा परमेश्वरले जस्तै र हजुरहरूको इच्छा होइन चाह जसरी जेलेर आउनुभएको छ होइन, जसरी खाली थैले लिएर आउनुभएको छ, भरेर लैसक्नु भयो शिक्षा वचन, अब त्यो चाहिँ तपाईँले पोख्न बाँकी छ। पुगिसकेपछि त्यहाँबाट फेरि के छ त्यो फल कस्तो आउँछ, खान योग्य होइन, छिटो खान योग्य फल परमेश्वरले दिइसक्नु भयो। सबैलाई नमस्कार, फेरि पनि जोरदार।